भिडियोमा साथ दिन जोडिदिनु भएको धन्यवाद। के छ मेरा केटाकेटी अङ्कल आन्टी मामा माइजू सबैजनालाई दर्शन अनि स्वागत छ उसको नयाँ भिडियोमा। यहाँ चाहिँ अलिक किराहरू क्यार 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 धेरै गरेर हिजोको भिडियोमा चाहिँ मैले मेरो घर देखाएँ भने अब म आज चाहिँ स्कुल देखाउँछु म। यी गाई चाहिँ यहाँतिर नाली बनाए नाली ल गाई चाहिँ अब यो बाटो हुँदै चाहिँ तल ओर्लिरहेको छु म। ओर्लिँदै जाउँ अनि स्कुल जाउँ। यो निसिल बे भएको ठाउँ यहाँ हो, यहाँ बे भएको हिजो यहाँबाट झराउँ तलतिर। म हिजो आउँदाखेरि चाहिँ अस्ति आउँदाखेरि चाहिँ यहाँबाट आएँ होइन अस्ति। अब यताबाट बाटो यहाँ कनेक्ट भयो ल गाइस। अहिले चाहिँ टक्क मैले रेस्ट गरेर ठाउँ यो भयो। अब चाहिँ सिधा सुई गाह्रो छ यहाँ हिँड्न त, धेरै गाह्रो छ यहाँ हिँड्न। लगभग काठमाडौँ बस्या मान्छेले सक्दैन। अब जाउँ यहाँबाट स्कुल यहाँ नजिक पुग्दैछु म। स्कुलभन्दा अगाडिपट्टि यत्रो नहर छ, नहर हो त्यो नहर म देखाउँछु। यही रोड म ओर्लेको यहाँनिर सोझौँ झन् करिब पुगिसकेँ म स्कुलको चाहिँ। चिउडाको रुख भन्छ यसलाई चाहिँ। यस्तो घाँटी भइरह पानी के नखारो पानीहरू। अनि त्यसपछि जाउँ अब यहाँबाट लगभग बाटो पछाडि देखिरहनु भयो होला। एउटा सरर स्कुलभित्र पसौँ घुमौँ। टोइलेट बनाएर रहेछ पछाडि नयाँ, हेरौँ। यहीँबाट गाडी आउने चाहिँ जुन बेला नि स्कुलको गेट देखिहाल्यो यहीँबाट गाडी आउने, यहाँबाट जान्छ। अब जाउँ अगाडि। साउन्ड सुनिरहनु भयो होला। ल यी गाइस हो यहाँको पानी हेर्न सक्नुहुन्छ। यस्तो यहाँबाट नहर भन्छ यसलाई चाहिँ। यो चाहिँ गहिरो नै हुन्छ। कति भन्दाखेरि एक हात गहिरो यस्तो हुन्छ। यहाँ चाहिँ खुट्टा डुबाएर यसरी खुट्टा सफा गर्न पनि पाइयो, मजाले पायो यहाँ खुट्टा यसरी सफा गर्न। सफा त यहाँको पानी त धेरै सफा हो। चप्पल छुट्यो भने त बगेर जान्छ यो चप्पल। पहिला अर्कै थियो, अझ बनाएर रहेछ अहिले। यो चाहिँ त्यही निसिल जाने बाटो हो। यहाँबाट चाहिँ पुगिन्छ, यहाँबाट उता फेरि पछाडिबाट पुगिन्छ पछाडिको डाँडा। ल स्कुल यहाँ ओइ धेरै चेन्ज छ त। के हो यो बााउन्ड्री घटा हो क्या यार। शौचालय बनाएर रहेछ यहाँ। यो क्लासहरू भयो होइन। स्कुल यस्तो खुल्लै छ गाइस। यहाँ केही हुनै छैन क्या, मतलबै छैन टाइप छ। यो शौचालय भयो पछाडिपट्टि। यस्तो स्कुल, यो स्कुलमा धेरै यादै छ यार। यहाँनिर बसिरहेको थिएँ, एउटा सर आयो। सरले अनि कसलाई यहाँ गुडान आउँछ भनेर सोध्यो। गुडान मतलब टेबल। मलाई आउँछ भने झुरुको उठ्दिएको केही नआएर यस्तो बेचत भयो गाइस। ल यो होस् यस्तो भन्छ यस्तो। ल चट्ट दामी ल गाइस। अब यहाँ चाहिँ पानी खान्छौँ चट्ट आफ्नो स्कुलको लोकल पानी। मन्दिरले भाट सड्काएको छ कि निउरिन गाह्रो भइरहेको यसरी। यस्तो दुखिरहेको निउरिनलाई एउटै लाउनुपर्छ। यतापट्टि छ चाबी लाखेन है। चाबी हराएको थियो कि यो कसको क्लास हो यस्तो? यो एरमले छ यस्तो क्या यहाँ क्लास। सब कोर्स गर्दै यो 2 कक्षाको रहेछ। यो 2 कक्षामा पढाउने। तर यो मास्टरको राइटिङै यो विद्यार्थी जस्तो भयो। यो स्वाया नै यो मेटिदिउँ जिस्क्याएको। यो चाहिँ हल्का मजाक। मास्टर बाजे यहीँ छन्। यो क्लास यस्तो है। ल यहाँ चित्र है। यहाँ डस्टर रहेछ यस्तै। अरे यो डस्टर हो ठिक छ। ठिकै हो यतिको। ल पहिला सिस्टम यस्तो यो सिमेन्टको बनाएर लेख्ने सिस्टम थियो भने यस्तैमा लेखेर
छाता भनेर लेखेको छ यो मेट्ने बल्ल बल्ल मेट्ने सिस्टम थियो भने अहिले सिस्टम चेन्ज भएर रहेछ भित्तामा के लेखेको छ यार गाइस पढ्नु होला अनि निस्क्यौँ यहाँ यो कोठाबाट पनि बाहिर होइन फ्री छ त्यो स्कुल मतलब छैन न कोही छ जतिखेर जो आयो शिशु 8 कक्षा 8 शिशु 8 10 8 र 10 चाहिँ बन्द हुने रहेछ कि 8हरू चाहिँ 10 नि बन्द हो हो यो नि बन्द रहेछ यो चाहिँ 9 कक्षा 9 कक्षा नि बन्द रहेछ यो चाहिँ 7 कक्षा 7 क्लास त्यहाँतिर त अत्तो पत्तो नै यो क्लास हो 7 यस्तो स्थिति हो के हो त्यहाँ पानी बन्न लागेको है यहाँतिर चाहिँ फेरि खुल्ला आकाश ल यहाँबाट माथि जान्छु म भिडियो चाहिँ हतपतमा मलाई पुस्तकालय रोक्न मनै छैन कार्यालय यो लाइब्रेरी यो अफिस पुस्तकालय र कार्यालय यहाँबाट माथि जाउँ चाहिँ होइन मलाई यो भिडियो नरोकिकन लगातार गर्न मन छ हेरिदिनु होला यस्तो छ गाडी चाहिँ त्यहाँबाट आउने हो मैले त्यहाँबाट भिडियोमा देखाएको थिएँ नि अस्ति हो त्यहाँबाट आउने हो गाडी चाहिँ त्यहाँ चाहिँ बे हो त्यहाँ त्रिपाल हाले नि त निलो यहाँ आयो एकछिन बसौँ माथितिर फर्काइदिन्छु हात समाउनु पनि वाक्क लगाइरहेको मलाई अहिले अनि यहाँबाट अब यहाँनिर म देखाउँछु योभन्दा तलपट्टि चाहिँ खाजा खाने ठाउँहरू कस्तो छ भनेर देखाउँछु होइन अनि त्यसपछि म खाजा नै खान्छु एकछिन के पाइन्छ भेट्सी खाजा त खान्छु अनि त्यो स्कुल हेरिहाल्नु बेला कस्तो छ पहिला चाहिँ यहाँ उच्चो थियो अहिले चाहिँ पुरा सम्म बनाएर रहेछ यो कसरी सम्म बनायो यो खोला चाहिँ अलि सुक्या त्यस्तो सुक्या त सुकै भनौँ यो हल्का हल्का सुकेकै छ पहिला यहाँ टोइलेट थियो यो टोइलेटमा जान्थेँ मलाई यहाँ राम्रोसँग याद छ यो टोइलेट थियो स्कुलको यो के हो यो यहाँ के बनाएर रहेछ यस्तो यो ए भान्सा रहेछ गाइस यहाँ मन्दिर चाहिँ स्कुलको छेउमा माडे भन्छ यसलाई अरे घन्टी हो त त्यहाँ त मन्दिर हो बजाउने घन्टी हो गाइस त्यहाँ त कति धेरै हो भने ल जाउँ यहाँबाट अब डाँडा हेर्न सक्नुहुन्छ ल यस्तो चट्ट दामी छ है स्कुल चाहिँ बल्ल स्कुल हो कि जस्तो देखाएको छ नत्र ठिकै हो गाउँमा यस्तो माथि छ नि त गाडी नै त बल्ल बल्ल पुगिरहेको स्कुल यत्तिको भनेको त धेरै राम्रो धेरै पढाएँ स्कुल मैले पढाएँ स्कुल हो यो 1-2 क्लाससम्म यहाँ पढेँ यो मेरो स्कुल है गाइस मेरो स्कुल श्री मालिकार्जुन माध्यमिक विद्यालय निसिल वडा नम्बर 6 अब त्यताबाट चाहिँ म उता जाँदैछु लेट्स गो त्यहाँ पनि धेरै कुराहरू छ देखाउन बाँकी ल जाउँ क्लासको झ्यालहरू यता पनि रहेछ यही अघि देखाएको क्लास अब जाउँ अब यहाँ चाहिँ पसलहरू छ पसलहरू यहाँबाट पनि पुगिन्छ यो चाहिँ मन्दिर भयो यहीँबाट ढुक्छु म मन्दिर जाउँ यहाँ धुपसुप चलाएर बाँच्नु आछ है यो चाहिँ एरिया हो गाइस कस्तो भन्दा ब्रेक टाइममा चाहिँ त्यहाँबाट यहाँ आएर यहाँ खेल्न पाइयो पहिला खुब खेलियो अनि त्यहाँबाट यहाँ आएर चाहिँ खेल्न पाइन्छ ब्रेक टाइम भयो भने ठ्याक्क त्यहाँबाट निस्किने यहाँ आउने बच्चाहरू सबजना खेल्ने घन्टी बजेपछि भित्र जाने भाग्न पनि पाइयो यो चाहिँ अब स्कुलको भयो गाइसले यहाँ चाहिँ खेल्न पाइन्छ यो चाहिँ यहाँ चाहिँ यस्तो पानी जम्मा हुन्छ यहाँबाट चाहिँ सिधा पानी तल जान्छ अनि त्यसपछि त्यो घुम्छ नि त के घुम्छ अरे अब 10मा पढेको अब 10 पास भइसक्यो बिर्सिसक्यो के पो घुम्छ क्या काइनेटिक एनर्जी त प्रड्युस भएपछि इलेक्ट्रिसिटी पनि प्रड्युस हुन्छ कि गलत भोलि त्यस्तो हुन्छ यहाँ सिस्टम अनि यहाँ माछा नि आइरहेको हुन्छ घरिघरि पसल त बन्द रहेछ यो पसल होइन हो यही बाटो चाहिँ म गाडीमा हो जिपमा यही बाटोबाट हिँडे हो जिपमा चाहिँ गाइस अब चाहिँ हिँडेर पसलसम्म जाउँ के पाइन्छ खाउँ जाउँ अघिको पानी आधा यहाँबाट जान्छ कि आकाश कराएको रहेछ छिटो पानी पऱ्यो भने घर दौडिनुपर्छ ए पानी यहाँबाट हो अर्को दोकान यहाँको चाहिँ मलाई थाहा छैन कहाँ हो पसल
अरे कहाँ हो रे ए ऊ त्यहाँ ल यहाँबाट ए यहाँबाट लडेसी गयो यहाँ डेन्जर हो बाटो यही रोड हुँदै आएको म माथिबाट घुमाएर यहाँबाट माथि हो ए हो पानी यसरी आउँछ यहाँ यी गाइस हेर्न सक्नुहुन्छ यी नहर जाउँ अब पसल पनि अहिले भेट्छु बाहिर फेरि आएर ल गाइस अहिले चाहिँ त्यहाँबाट चाहिँ चट्ट लिएर आइसकेको छ यो बिस्कुट सिस्कुटहरू अनि यहाँ हेर्न सक्नुहुन्छ यो आमामा यहाँ त कत्रो कत्रो माछाको बच्चा हो ए बाफ्रे छि यहाँ थुक्दिउँ होइन छि यहाँभित्र त यस्तो यस्तो हुन्छ फोहोर छ पहिला अलि सफा थियो अहिले त झन् पुरा भर्या रहेछ कसैले सफा नगरेर भने यहाँ छ यो दुलो नि यो भर्या रहेछ यो पाइप पनि यहाँबाट माथि जाउँ सचो हल्का एकछिन खाउँ अनि त्यहाँबाट घर जान्छु स्कुल चाहिँ त्यही हो देखिसक्नु होला अनि यहाँ पसलहरू भयो त्यहाँ पसलमा गएँ यहाँको पसल बन्द थियो सो अब यहाँबाट जाउँ यो पसल चाहिँ मैले मेनली आइरहेको थिएँ गाइस यो स्कुल हुँदाखेरि चाहिँ यो पसलमा चाहिँ मेनली आइरहेको थिएँ म अब जाउँ हेर्न सक्नुहुन्छ यस्तो हो यो पसल हो यो स्कुल हो स्कुलको छतमा बसेर अब खानुपर्ने हुन्छ यो झडिहाल्यो यार निहुरिन नि गाह्रो यहाँ त अब यो छता पुगिहाल्यो यतै कतै बसेर अब खाइदिउँ होइन कहाँ के हो ए ल यहाँ बसौँ यति लिएर यो के हो गाइजु यार हो यो के थियो होइन परी यस्तो खालको यो के हो यो एक रिपेरे यस्तो थियो यो खानु पर्ने हुन्छ चट्ट हामी अनि बस्नुपर्ने हुन्छ यहाँ यो चाहिँ ठ्याक्क एङ्गल्स जस्तै हुने रहेछ भित्र सेम अब चाहिँ यो पिरो चौचोको बालो टक्क खाउँ अनि उयो बाटो हुँदै जानुपर्ने हुन्छ क्या ल त्यहाँबाट अनि त्यहाँ माथि उक्लिनु पर्ने हुन्छ ठिक छ त लगाएर चाहिँ चौचा खाँदै हिँड्नुपर्ने हुन्छ हिँड्दैको म चाहिँ अब पानी खान्छु तल गएर ए ल अब चाहिँ खानपिन पनि भयो अब घर जाँदैछु गाइस त्यही हो आजको भिडियोमा चाहिँ यति नै मन पऱ्यो भने लाइक गर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ बाइ बाइ गाइस